हेलो गुड मर्निङ एन्ड ह्याप्पी होली सबैजनालाई। आज चाहिँ म स्याड पनि छु अनि ह्याप्पी पनि छु। स्याड किनभने त्यो चाहिँ तपाईँहरूलाई म बादमा भन्ने छु, अनि ह्याप्पी चाहिँ किनभने आज म मेरो घर जानेवाला छु। सो स्टे विथ मी एभ्रिवान। सो म चाहिँ यहाँनिर गाडी पर्खिरहेको छु, रेडी भएर घर जानु गाडी पर्खिरहेको छु। सो मैले चाहिँ गाडी पाएँ अनि अब फेरि सिङताममा गएर तिमीको गाडी फेरि पक्रिनुपर्छ। सो अहिले यहाँबाट चाहिँ म हिँडेँ। सो मैले गाडी पनि पाएँ, अन्त टिकट नम्बर चाहिँ गलत थियो। गाडी नम्बर चाहिँ 3648 भएछ, तर 2648 हो। अनि यहाँ चाहिँ म गरमले रातो न पिरो भयो, तर आज पुरा गरम थियो सिङताममा। घाम लागेको थिएन र पनि पुरा गरम भएर म चाहिँ रातो भएको थिएँ। पुरा गरम चाहिँ सिङतामबाट पनि म चाहिँ घर आइपुगेँ। जाँदैछु, मेरो घर चाहिँ माथि छ। चाहिँ आजैघरले बनाउनु हुँदैछ घर, बनिँदै रहेछ, बन्ने सक्नु अरे। यो चाहिँ हाम्रो पहिला आमा आप्पाको घर हो, पहिलाको घर। त्यसको उतापट्टि चाहिँ हाम्रो उनीहरूको घर हो। अहिले चाहिँ कान्छा दाजु भाउजूहरू बस्नु यहाँबाट चाहिँ हाम्रो घर। मैले तपाईँहरूलाई भन्दै थिएँ नि, म घर जाँदा स्याड हुन्छु भनेर। यो कारणले यो चाहिँ हाम्रो आमा खस्नु भएको थियो, अन्त त्यसको चाहिँ लुङदर गाडेको यो चाहिँ सब्जीहरू हेर्न कस्तो मजाले भएछ। बिचरा मेरो आप्पाले रोप्नु। यो चाहिँ हाम्रो उनीहरूको घर हो। यहाँबाट दिदीले मलाई के भन्दैछ भन्छु कुनी, हाम्रो उनीहरूको पनि दामी फलेछ सब्जी त। हुँदो रहेछ के गर्नुभएको? ए दामी भएछ तपाईँको कोपी त। हुन्छ अहिले आउनुहोस् ल उडो। नि कस्तो टाइम देखिरहेछ हाम्रो आमाको लुङदर चाहिँ हाम्रो घर हो। यो जति पनि फुलहरू देख्नु हुँदैछ यो चाहिँ मेरो साइना दाजुले रोप्नु भएको। अहिले साइना दाजु घरमा हुनुहुन्न रहेछ नि त। म यहाँबाट दिदीले के भन्दैछ कुनी। यहाँ रहेछ आलु, दामी भएछ। त्यो कुन त माथि उयो जान्छ अरे यता रम्बिङ होइन।
मेरो जेठा दादा है मेरो जेठी दिदी हिजो हाम्रो किचन खोइ अँधेरै रहेछ त हौ लाइट बाल्नु ठुलो ठुलो हुनु अघि रेडी गरिहाल्छ दिदीले चाहिँ छैन पछि चाहिँ गर्नु हुँदैन छ पछि मात्रै यो चाहिँ हाम्रो किचन खोइ हौ लाइट बालेर अँधेरै नबालेर यो चाहिँ डाइनिङ रुम हो किचन त्यहाँ भयो त्यो सबै होला 2 पोका छ हो अन्त एउटामा चाहिँ लो छ यहाँ चाहिँ हाम्रो सुँगुर छ है खै पापाहरू चाहिँ गाई दुध खाइदिँदो रहेछ बस बस अहिले जाउँ अहिले भेटौँ सबैजनालाई बाँकी अरू आम्म आलु हेर्नु कति फलेछ कस्तो दामी फलेछ है के बोरा ल्या झोलै ल्यायो नि मान्छे झोलै ल्याए सो बाँकी अरू चाहिँ अब भोलि पर्सितिर देखाउँछु ल मेरो घरको टुर गराउँछु यो भित्र घरको के छ त्यो सबै टुर गराउनेवाला छु अहिलेको लागि चाहिँ यति नै बाई बाई